साथीहरू, आज फेरि आइसकेको छौँ हामी बुढाबुढी मुकबाङ गर्नुको लागि। आज चाहिँ च्यालेन्ज होइन, अब यो चाहिँ जस्ट जसले सक्छ। अनि यो चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको। आज चाहिँ चिकन चाउमिन, अनि यहाँ चाहिँ स्यालेड छ, अनि यहाँ पानी छ। अब चाहिँ ढिलो नगरिकन खानु स्टार्ट गर्छु ल। खाए ल है, भोक लागिसक्यो। फर्स्ट खाए ल। कतिजनाले चाहिँ हाम्रो मुकबाङको च्यानल हेरेर लाइकहरू गर्नु हुँदैन रहेछ, सब्सक्राइबहरू नगरी जानु हुँदो रहेछ। हेरेर मात्रै लाइक सब्सक्राइब चाहिँ नगर्नु, के भन्छ गर्नु नभुलिनु होला। मिठो भएछ त हो, अप्ठ्यारो भयो। मिठो भएछ नि तर। हामी चाहिँ प्रायः जस्तो होममेडै बनाएर होममेडै खान्छौँ। खोर्सानीहरू कस्तो ठुल्ठुलो, यो झन् ठुलो छ। तर पिरो पनि त रहेछ बुढी। अघि भन्दैथियो त अन्त तर ठुलो खालको पिरो हुन्छ नि। तर घरमा बनाएको बेस्ट हुन्छ नि। पिरो रहेछ खोर्सानी। चाउमिनमा पनि पिरो हालेकोले चाउमिन त सातवटा हालेको खोर्सानी। उसले चाहिँ बाहिर पनि पहिल्यै बेङ्गलोरमा चाहिँ कुक गरेर आउनु भएको नि त कि। त्यही भएर खानेकुराहरू चाहिँ मिठो बनाउँछ। कुकै नगर्दा पनि मिठो बनाउँथ्यो। खाए ल। हामी बोलेको अलिकति ठुलो साउन्ड चाहिँ आउँदैन, सानो आउँछ साउन्ड। त्यो पनि हामी बनाउँछ बिस्तारै बिस्तारै। तपाईँहरूको सपोर्ट चाहिँ हुनुपर्छ। यस्तो खानाहरूसँग चाहिँ मन पर्दैन कि यस्तो गाजरहरू, यस्तो चाउमिनहरूतिर चाहिँ मनपर्छ। लास्टैतिर छ खोर्सानी। साह्रै पिरो रहेछ खोर्सानी। पिरो छ। हिजोको डल्ले भन्दा राम्रो छ। डल्ले खोर्सानी भन्दा है, तर त्यसमा नुन पुरा चर्को छ। त्यो त घरमै बनाएको हो नि।
कहाँ त छिप्पेको होइन मिठो है मैले झन् 2जनाले खाने हालेको होला तिमीले ज्यादा खान्छ भनेर मैले भक्कु हालिदिएको तिमीलाई डबल पो हालिदिएको त मैले अझै हो डबल हालिदिएको हौ मेरो भन्दा अलिक ज्यादा छ ज्यादा थियो सक्नु लागेछ मेरो इटिङ भ्लगमा त उसलाई पनि ल्याउला जस्तो छ त है उसले मजाले खान्छ नि त खानेकुराहरू अब म भिडियोमा आउँदिनँ भन्छु साथी हो जब जस्तै ल्याउँछ हो अब के गर्नु अहिले छुट्टीमा त आउनु पऱ्यो नि त सँगै बसेर खानु पऱ्यो म मात्रै एक्लै बसेर कसरी खाने खोर्सानी चाहिँ लास्टतिर छ त्यो चाउमिन जान्नै रहेछ यो हड्डी कताबाट खानु म दिदी होटलमा पनि पुरा चाउमिनहरू खान्छु कि तर त्यहाँको भन्दा पनि टेस्टी बनाउँछ उसले चाहिँ त्यहाँ पनि नराम्रो छ भन्नु खोजेको चाहिँ होइन मिठो चाहिँ मिठै पाउँछ तर उसले चाहिँ पुरा मिठो बनाउँछ नि त होइन होला हौ त्यति साह्रो हो साँच्चै भन्नु तिमीले मिठो बनाउँछौ त अब आफ्नो बुढाको त तारिफ गरिहाल्नु पऱ्यो नि त हो मैले मात्रै तारिफ गरेको होइन नि त अरूले पनि त गरेको थियो गर्दा पनि तिमीले बनाएको चाउमिन तल मेरो माइतको आप्पाले चाहिँ पुरा मन पराउनुहुन्छ नि त के चाउमिन उसले बनाएको पुरा मन पराउँछ चाउमिन तर मिठो भएछ अलिक खाने टिस्यु चाहिँ ल्याउनु बिर्सेछौँ नि हामी साथीहरू भुडीले चाहिँ अगाइ अगायो भन्दैछ हो मुखले चाहिँ अगाएको छैन भन्नुहुँदैछ तिमीलाई पनि त्यस्तो भयो खोर्सानी लास्टै पिरो कि आँखा पोल्दैछ तिमी ज्यादा पिरो खानु हुँदैन नि त आँखा दुख्ने मान्छेले हातले खाइदिउँ क्या खाऊ नि म त बेसेर खाने हातले खाएर साथीहरू त्यो चम्चीले अलिक अप्ठ्यारो भयो कि अलिकति उयो भएको रहेछ नि त ढुट्टेको रहेछ कि नुडल्स त्यही भएर नपुसाइले धाङ्नाले पुसेको के हुन्छ नि म सिटबाट झरिसक्यो सक्यो
सक्यो गाइस। मेरो सबै छैन यस्तो पिरो छिराले खोज्छ डल्ले हेरे लाम्चे खोज्छ गाइस तिमीलाई त 1 डबल पनि हैन 2 डबल पनि हैन 3 डबल पाल्दिएको त म लास्ट पिरो गाइस। साथीहरु यस्तो मिठो भएको छ पनि हो न मासुको हड्डी हामी दुईजनाले चाहिँ सकाइसकेको छौँ आजको चाहिँ भेट्यो चाहिँ मजाको भयो र हामीलाई भुडीले चाहिँ भयो भने तर मुखले चाहिँ अझै खम भइरहेको थियो र पनि अब ड्याममा भइसक्छ कि साथीहरू हाम्रो भिडियो हेरेर इन्जोय गरिदिनु होला तपाईहरुले पनि ओके बाइ बाइ